हेलो वेलकम ब्याक टु आवर च्यानल। सबैलाई नमस्कार। आजको यस एपिसोडमा हामीले देखाउनेवाला छौँ कि आजको हाम्रो समोसाको बिक्री कति रहेको छ भनेर त्यस भिडियोमा देखाउनेवाला छौँ। शाबाश बेटा, बहुत बढ़िया मुन्ना। फ्रेन्ड्स, तपाईहरुले देख्न सक्नुहुन्छ हाम्रो समोसा बनेर आइसकेको छ। अनि आजको चाहिँ हाम्रो टार्गेट 150 देखि 200 पिस समोसाको रहेको छ, जसमध्ये केही समोसा बनेर आइसकेको छ र बाँकी बन्दै आउँदै गर्नेछ। र हामी चाहिँ आजको तपाईले के कतिको बिक्री भयो भनेर अन्तिमसम्म देखाउनेछौँ। धन्यवाद। ल हाम्रो तेल पनि तातिसकेको छ हम मालूम है तेरे बाप को मत सिखा। र अब हामीले समोसा चाहिँ तयार पार्नुमा छौँ र अब चाहिँ हामीले यो समोसा पकाउने कार्यक्रम पनि सुरु गरिसकेका छौँ। अब केही छिनमै समोसा पनि तयार हुनेछ, त्यसपछि अगाडिको प्रोसेस पनि तपाईँहरूले देखाउनेछौँ। धन्यवाद। फाइनल्ली चाहिँ हाम्रो समोसा रेडी भइसकेको छ। अब चाहिँ यसलाई हामीले ट्रेमा झिक्नेछौँ। अनि हाम्रो चाहिँ कस्टमरहरू पनि आइसक्नु भएको छ। एकछिन उता पनि देखाइदिँदा हुन्छ। समोसाको वेटिङमा बसिराख्नु भएको छ उहाँहरू। खुशबू यो तातो समोसा पनि रेडी भइसकेको छ। फ्रेन्ड्स, हाम्रो चाहिँ एक लट समोसा मध्ये केही समोसा मात्र बाँकी रहेको छ र फेरि पनि समोसा हाम्रो आइसकेको छ। हामी पकाउने क्रममा फेरि लागिसकेका छौँ। साथै 40 वटा समोसाको अर्डर पनि आएको छ। A few moments later. चटनी दुईटै अन्य पीने वाला ये समोसा निकल रहा था ना।
तपाईँहरूले देख्न सक्नुहुन्छ आजको जुन हाम्रो टास्क अथवा टार्गेट थियो त्यो कम्प्लिट भइसकेको छ। हाम्रो चाहिँ टार्गेट 200 पिस समोसाको थियो, त्यसमध्ये अहिले चाहिँ 3वटा मात्रै बाँकी रहेको छ र आई होप केही छिनमा यो पनि सकिहाल्छ जस्तो छ। तपाईँहरूले हेर्न सक्नुहुन्छ आजको जुन हाम्रो समोसाको टार्गेट थियो त्यो फाइनल्ली कम्प्लिट भइसकेको छ। समोसा लगभग सबै फिनिस भइसकेको छ। कति व्यापार भयो आजको व्यापार तपाईँहरूलाई मैले देखाइदिइरहेको छु के कतिको व्यापार भयो भनेर। मैले काउन्ट गरेको पैसा हो गया। यो चाहिँ आजको हाम्रो व्यापार टोटल व्यापार आजको 2700 भएको छ, जसमध्ये केही उधारो पनि गएको छ। र आजको भिडियोमा यति नै। नेक्स्ट भिडियोमा केही नयाँ ल्याउने प्रयास गरौँला। अनि आफ्नो यो भाइको च्यानललाई कृपया लाइक सेयर र सब्सक्राइब पनि गरिदिनु होला। धन्यवाद। सुलुलु सबैमा नमस्कार।